मेरो र नानीहरूसँगै सपरिवारको होली चाहिँ जसरी बितेको छ तपाईँहरूसँग सेयर गर्दैछु। तपाईँहरूको चाहिँ होली कसरी बित्यो त? सो हेलो एभ्रिवान, राधे राधे सबैजनामा। म निर्मला तपाईँलाई स्वागत गर्छु मेरो नयाँ भ्लगमा। कस्तो हुनुहुन्छ तपाईँहरू? आशा गर्छु तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला। आज होलीको भ्लग सेयर गर्दैछु। एभ्री थर्सडे एन्ड सन्डे म यहाँनिर भ्लग सेयर गर्ने गर्दछु र तपाईँहरूले माया पनि दिइराख्नु भएको छ र आज पनि त्यसरी नै हिजोको होलीको भ्लग सेयर गर्दैछु। र यतिखेर चाहिँ मर्निङको टाइम छ। दुईजना नानीहरू ब्रेड जाम खाने भन्दैछन् अनि दुईजनालाई यहाँ सोध्दै पनि छु म कि कुन सेपमा खाने भनेर। ठुलोलाई सोद्धाखेरि चाहिँ सानो पनि मलाई पनि सोध्नु नै भन्छ र यिनीहरूलाई पहिला ब्रेड जाम बनाएर दिएपछि मात्रै अलिकति ढुक्क हुन्छ। म चाहिँ घिउमा यसरी सेकिओरिकन दियो भनेदेखिको उनीहरूलाई हेल्दी पनि हो है। हुन त बिहानै खाली पेटमा दिनु राम्रो होइन, तर माग्छन् र म कोही कोही बेला चाहिँ पहिला 1 गिलास पानी खुवाएर चाहिँ यिनीहरूलाई ब्रेड जाम सँगसँगै मलाई पनि बनाउँदैछु। मैले पनि पूजाहरू सकिसकेको छु यतिखेर र एकदम भोक लागे जस्तो भयो र म पनि बसेर नानीहरूसँग ब्रेड जाम खाँदैछु। बिहानै दुईवटा नानीहरूसँग यसो यताउता हिँड्नु, सँगै टाइम स्पेन्ड गर्नु चाहिँ एकदमै राम्रो लाग्छ। तर के गर्नु, भ्याइँदैन। नानीहरूको स्कुल हुन्छ, टिफिनहरू गर्दा बनाउनै भ्याइँदैन। तर होलीको दिन छुट्टी थियो भनेर चाहिँ भ्याइयो र दुईजनाले लिएर जाँदैछु मर्निङ वकमा। अरू बेला हो भनेदेखि त भ्याउँदिनँ, तर यस्तै छुट्टीको दिन चाहिँ मर्निङ वक पनि नानीहरू लिएर हिँड्ने गर्छु। र गएँ दुईजनालाई लिइकन नयाँ घर बनाएको साइडतिर पनि गएँ। छोराले पनि हेर्छु भन्दै थियो, त्योहरू पनि हेऱ्यौँ। हाम्रो चाहिँ यहाँनिर पूर्व माटो लगाएको छ यहाँनिर है, यो मिक्सवाला हुन्छ, रफ बिस्री के भन्दो रहेछ। अनि यसले चाहिँ पुरै पुर्नुपर्ने अहिलेसम्म जति बनाएको छ। र आउँदाखेरि धतुराको फुल राम्रो भेट्यो बाटोमा। अनि नानीले चाहिँ यहाँनिर गोपाललाई नै चढाउँछ जे पनि, फेरि लगेर नानी शिवजीलाई चढाऊ भने। र बिहान उसलाई होमवर्क गराएँ। होली नै भए पनि जे भए पनि होमवर्क त पहिला फिनिस गराउनै पर्यो होइन। होमवर्क गराइसकेपछि गएँ आज गाडी अलिअलि पुसपास गर्नुको लागि। होली दल्नु थालिहालेको थिएँ, त्यही भएर मैले अर्को सर्ट लगाएको थिएँ, तर फेरि अनि लगाएनन् अहिले। र म यता आएर गाडी क्लिन गर्नु थालेँ। नडराउनुहोस्, चाबी गोजीमा छ मेरो, त्यही कारण आरबलाई त्यत्तिकै छोडिदिएको। र गएँ रुमहरू क्लिन गर्नुको लागि। अब बिहान त बेसी क्लिन गर्ने हुँदैन रुम चाहिँ, आमाहरूको त आमाले बिहान उठ्दै मिलाउनुहुन्छ। अनि म चाहिँ किचनको कामहरू सकेर मात्रै आउँछु क्या रुममा, किनभनेदेखिको पहिला किचनमा कुद्नै पर्ने हुन्छ, नभएदेखि नानीहरू भोकाउँछन् है। अनि यता सफा गरिसकेपछि गएँ, सब्जीवाला आएको रहेछ आज। अन्त अनि फटाफटी गएँ, सब्जी राख्ने टोकरीमा पनि सागहरू सुकिरहेको रहेछ अस्तिदेखिको। अनि त्यो सबैहरू पनि छानछुन पारिओरिकन बिग्रेको थियो, 1-2वटा टमाटर सबै फ्याँक्यो अरे, र अघि किनेको सब्जीहरू पनि सबै थन्काएर यहाँनिर पनि पुसपास गरेँ। र यो दाना हाल्ने बाल्टी पनि मजाले धुएँ है। र आज चाहिँ एकदम भोक पनि लाग्दै थियो। इन्स्टन्ट पास्ता बनाउँदैछु। कुकरमा तेल लिएर प्याज लगाएर टमाटर लगाएर जति पनि भेजिटेबल्स हाल्नु छ हाल्नुहोस्। पास्ता मसला, नुन, हल्दी, जिरा धनिया पाउडर लगाएर यसलाई मजाले मिक्स गर्ने र काँचो पास्तालाई नै लगाइदिने है। यस्तो हो भने चाहिँ इन्स्टन्ट बनिन्छ अनि पास्ता सुप टाइपको हुन्छ क्या, थुक्पा जस्तै टाइपको। र एकछिन भुटेपछि चाहिँ पानी लगाउने जति तपाईँलाई सुप चाहिएको छ। र यति लगाइदिइसकेपछि नुन चेक गर्नुहोस् अनि अजिना मटर लाउनुहोस्। अजिना मटर लाएन भने चाहिँ झोलहरूमा मिठो हुँदैन। थुक्पा यो पास्ता पाकुन्जेल चाहिँ म गएँ डुकु केलाउनु थालेँ है। भ्याएपछि चाहिँ सब्जी पकाइहाल्नु पर्यो भन्दै थिएँ, तर भ्याइन। नानीहरू यहाँनिर होली खेल्ने भनेर पागल बनाएँ। अनि त्यति पाकिसकेपछि चाहिँ पास्ता पनि नखाइकनै म आएँ। र यो बलुन त अब यो होलीमा चल्छ, यो सानो खालके बलुन तपाईँलाई थाहै छ। यो बलुन लिएर सबै फुलाएँ। आफ्नो घरमा भएन, यतापट्टि घरमा गइकन बनाएँ। र घर आएको त पास्ता पनि कुकरको सिटी पनि गइसकेछ। र धनियाँले गार्निस गरेर चाहिँ अब आफ्नो लागि सर्भ गर्दैछु। एकदमै भोक लागेको थियो। आमा बुवाले त बिहान खोले भात खानुहुन्छ, म चाहिँ खाँदिनँ नि त। अनि थुक्पा यो बनाएको थिएँ, सबैले खायौँ लास्टमा। एकदमै टेस्टी भएको थियो। र फाइनली म पनि व्हाइट कुर्ता लाएर होली लिएर निक्लेँ। अनि पहिला गएर पुरोहित मामालाई लगाइदिएँ। म चाहिँ हिँडिहालेछु, मामाले पनि लगाइदिनु भयो हामीलाई, एकदम खुसी लाग्यो। अनि काका पनि हुनुहुँदो रहेछ यहाँनिर, हाम्रो डक्टर काका, तपाईँहरू चिन्नै हुन्छ होला। र उहाँलाई पनि लगाइदिएँ, भरे भूत बनाइदिनु भयो मलाई पनि दल्दिएर होइन। होली चाहिँ एभ्री इयर म कोलकातामा सेयर गर्ने गर्थेँ है। एकदम योपालि याद चाहिँ आयो मलाई, अर्कै टाइपको हुन्थ्यो होइन। अनि यहाँ पनि यही पालि हो मैले होली मजाले यहाँनिर मनाएको भन्दा पनि अब धेरै त थिइनँ, र पनि जति थियौँ इन्जोय गऱ्यौँ। सबैतिर जाँदै अब पुरै गाउँ आफ्नो फ्यामिलीले भरिनु भएको छ होइन। अनि सबैकोमा जाँदै हामी चाहिँ अप्सना भनेको ब्लू कलरको लुगा लाउने मेरो भान्जी बुहारी र कविता दी, म र उहाँ आन्टी भएर गयौँ। थालमा होली लियौँ होइन, सबैकोतिर गयौँ होइन। अनि बेलुका झालमुरी बनाएर खायौँ होइन। त्यस्तो बेसी बनाएर खाए पनि नखाए पनि या जे भए पनि हामीले सेलिब्रेट गऱ्यौँ। बुढोबुढीहरू हजुरआमाहरू सबैलाई लगाइदिए
र यहाँ सृजना दिदीलाई पनि गर्न लागेको थिएँ, काकीलाई, यहाँ हजुरबा हुनुहुन्छ हाम्रो है, हजुरबालाई सबैजनालाई लगाइसकेपछि चाहिँ हामी गयौँ पर हाम्रो घरतिर र वहाँनिर गानाहरू बजाएर पनि नाचगान गर्न थाल्यौँ। सो होली चाहिँ यसरी नै बित्यो। तपाईँहरूको होली कसरी बित्यो अवश्य पनि भन्नु होला। र यहाँ घर आएर नानीहरूलाई नुहाइदिएर आफू पनि नुहाइदिएर भट्टाभट खाना बनाउँदैछु, 12 बजिसक्यो। सो भेटौँ अब सन्डे। थ्याङ्क यू फर वाचिङ। बाई बाई एभ्रिवान। राधे राधे सबैजनामा।